यो शुभ बिहानी सबैजनालाई। हामी हिजो भद्रपुर इटहरीदेखि भोजपुर आज अनि राति चखेवा आइपुग्यौँ। अब हिजोदेखि भेट्न भएको बिना दाइर युनिक भाइसँग आज भेट भयो। अब आज हाम्रो यात्रा भनेको चखेवादेखि मयङसम्मको हुन्छ। अनि कम्तीमा पनि 12 घन्टाको यात्रा रहनेछ। सँगै बस्नु होला। बाई बाई। ठिक छ। ट्रेकिङ बल्ल सुरु भयो यहाँ चखेवाबाट मयङसम्मको। हाम्रो दाइहरूले त 100 पाइला हिँड्नुभयो, तर के भन्दै हुन्छ थाहा छ दाजु? के भयो अरे? म चाहिँ गलेँ, अब टाइमको पुगेर फर्क्यौँ होला हो। 100 पाइलामा गले भन्नुहुन्छ। अन्डा फुकेको छ, नडराउँ न। खोइ देखाउनु त हजुर, देखाउनु त। स्वर्ग जानलाई कहीँ जानै पर्दैन क्या। घन्टाको यात्रा पछाडि हामी यहाँनिर आइपुगेछौँ। यस्तो राम्रो छ यार। ओ खरेल भाइ हेर त, आमा स्वर्ग छैन त नि, पूर्वको बढी मालिका जस्तै हो यार। ए सरी, के अरे उहाँ पश्चिमको बढी मालिका जस्तै पहाड छ, रुख बिरुवा केही छैन, घाँस छ, घाँसे मैदान। अनि गोठहरू छन् अलिअलि, त्यहाँ छ। त्यहाँ अलि माथि यहाँनिर पनि छ गोठहरू, यहाँ छ। अनि यता यस्तो पहाड छ, पानी खानलाई, गाई बस्तुलाई पानी खानलाई छ। यस्तो छ। हामी 1 घन्टा भयो हामी हिँडेको। 1 घन्टामा खराब हल्का हल्का यो सफा प्लेन यस्तो छ। अनि 1 घन्टामा बल्ल यतिको अब चाहिँ बल्ल हिँड्नेको जस्तो बाटो, हिँड्नको लागि बाटो आइरहेछ। अब एकदम सजिलो छ बाटो। आई रिक्वेस्ट एभ्री वान अल एराउन्ड द ग्लोब, एक्चुली हाम्रो नेपालको यो मेजर प्लेसेसहरू घुमिदिनु होला। पछि वर्ल्ड टुरिज्मको हब होस् हाम्रो देश पनि। जति छ मेरो